फाइनल्ली सबै जेनजीहरूलाई खुसीको खबर आएको छ, जसको नाम भोटर लिस्टमा अहिलेसम्म दर्ता भएको छैन। अब हामीलाई भोटर आइडी बनाउनको लागि निर्वाचन आयोगमा गएर लामो लाइन बस्नु पर्दैन। निर्वाचन आयोगको प्रणाली र राष्ट्रिय परिचय पत्र प्रणालीले आपसमा जोडेर अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न सकिने सेवा आजबाट मात्रै सञ्चालनमा आएको छ। यो सेवाको प्रयोग कसरी गर्ने? यदि तपाईहरुसँग राष्ट्रिय परिचय पत्र छ भने अब तपाईले के गर्ने त? कसरी भर्ने फर्म हेरौँ है त। यसको लागि तपाई जानु होला मोबाइलको क्रोम ब्राउजरमा, अनि यहाँनिर सर्च गर्नु होला इलेक्सन कमिसन नेपाल। सर्च गरिसकेपछि यो सुरुको वेबसाइटमा जानु होला, अनि तपाईले यहाँनिर आउँछ मतदाता नामावली प्री रजिस्ट्रेसन र अत्यावधिक भनेको छ। तपाईले यसमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि यहाँ नयाँ दर्ता भनेर आउँछ, तपाईले नयाँ दर्तामा क्लिक गर्नु होला। नयाँ दर्तामा क्लिक गरिसकेपछि पहिला चाहिँ मोबाइल नम्बर राख्ने अप्सन आउँथ्यो। अहिले भने राष्ट्रिय परिचय पत्रमा विवरण दर्ता गरेको व्यक्तिले मतदाता परिचय पत्रमा दर्ता गर्नको लागि भनेर यतातिर एउटा अप्सन आउँछ, जसमा राष्ट्रिय परिचय पत्र नम्बर भनेको छ। यसमा तपाईले आफ्नो राष्ट्रिय परिचय पत्र नम्बर राख्नु होला। त्यसपछि यहाँ तपाईले आफ्नो जन्ममिति राख्नु होला। यो जन्ममिति चाहिँ इङ्ग्लिसमा राख्नु होला। जन्ममिति राखिसकेपछि सेट भनेको छ, यसमा क्लिक गर्नु होला। त्यसपछि नाम इङ्ग्लिसमा भनेको छ, यहाँ तपाईले आफ्नो नाम राख्नु होला। थर राखिराख्नु पर्दैन, तपाईले नाम मात्रै राख्दा हुन्छ। त्यसपछि सही उत्तर हाल्नुहोस् भनेर 6 - 9 बराबर वाट भनेको छ, यहाँ तपाईले यसको सही एन्सर राख्नु होला। यति गरिसकेपछि एनआइएनबाट विवरण प्रमाणीकरण गर्नुहोस् भनेर आउँछ, तपाईले यसमा क्लिक गर्नु होला। तपाईले त्यसमा क्लिक गरिसकेपछि तपाईको अगाडि यस्तो इन्टरफेस आउँछ। मैले चाहिँ यो जुन छ यो अलरेडी बनाइसकेको छु, त्यसैले यहाँ फेरि बनाएर बिग्रिन नि सक्छ, त्यसैले बनाउन चाहिन्न। अब तपाईले यहाँ आफ्नो स्थायी ठेगाना राख्नु होला, अनि व्यक्तिगत विवरण भनेर नागरिकता नम्बर, राष्ट्रिय परिचय पत्र नम्बर के माग्छ त्यो राख्नु होला, अनि नागरिकताको विवरण भन्नेमा नागरिकताको विवरण राख्नु होला। त्यसपछि अपाङ्गता रहेको भए तपाईले अपाङ्गताको डिटेल्स यहाँनिर राख्नुपर्छ, अर्को गर्दै गएर। अनि अन्य भन्छ, अन्यमा पनि तपाईले केही कुराहरू भर्नुपर्छ। त्यसपछि पुनरावलोकन भन्नेमा पुग्नुहुन्छ, तपाईँ अर्को गर्दै गएपछि त्यहाँ जानुहोस्, अनि आफूले भरेको कुरा ठिक छ कि छैन त्यो हेर्नुहोस्। त्यसपछि तपाईले प्रमाणित गर्नुहोस्, अथवा यस्तै केही अप्सन पाउनुहुन्छ, त्यसमा क्लिक गर्नु होला। त्यसमा क्लिक गरिसकेपछि तपाईको जुन भोटर आइडीको नाम दर्ता गर्ने जुन प्रणाली छ त्यो राष्ट्रिय परिचय पत्रसँग पनि मर्ज भइसकेका कारण तपाईले अब गरिसकेपछि तपाईले आफ्नो फिङ्गरप्रिन्ट फोटो दिनको लागि पनि तपाई त्यहाँ जुन निर्वाचन आयोग छ त्यहाँ जानु पर्दैन। तपाईको फोटो अनि फिङ्गरप्रिन्ट सबैको डिटेल्स चाहिँ राष्ट्रिय परिचय पत्र नम्बरबाट आउँछ र सजिलै तपाईको नाम भोटर लिस्टमा दर्ता हुन्छ है। त यदि भिडियो मन परे लाइक गर्नु होला। यस्तै इन्फर्मेटिभ टेक भिडियो हेर्नको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु होला। हस्त धन्यवाद। जय नेपाल।